हेलो एभ्रिवान। अब यो दुःखद घडीमा हैन धेरै बोल्न पनि आउँदैन हैन। आज चाहिँ म अब मम्मी बित्नु भएको 7 दिन भयो हैन। 7 दिनको काममा छु आज चाहिँ। यो भनेको सबैको जिन्दगीमा आइपर्छ हैन। सबैले भोग्नै पर्ने कुरा हो हैन। एकदम पितृको शान्ति राम्रो होस् भनेर हैन म चाहिँ एउटा भिडियो बनाइरहेको छु, सर्ट भिडियो हैन। सबैले हेर्नै पर्ने भिडियो। मम्मीको सम्झनामा हैन चिर शान्ति कामना गर्दै हैन। यसो गाउँमा यस्तो छ हैन, बाहिर अर्कै झलक छ। म चाहिँ यता बाहिर आएर यसो घाम तापिरहेको छु अहिले। सबै साथीहरू यता छन् हैन, भाइहरू सबै छन्। मम्मीको एकदम भित्री मनदेखि हैन, मम्मी नभए पनि सधैँ हामी मम्मीसँगै छौँ। त्यही हो हैन, राम्रो गर्नुपर्छ अब हैन। आज 7 दिनको दिनमा हैन, यहाँ चाहिँ हाम्रो कपडाहरू छ। बिहानै उठेर नुहाउनुपर्छ हैन। तपाईहरुले पनि जिन्दगीमा अनुभव गर्नुपर्छ हैन। सबैको घर परिवारमा यस्तो हुन्छ। 13 दिन बार्नुपर्छ हैन, एकदम चोखो। तपाईहरु कति दिन बार्नुहुन्छ हैन। हाम्रो चाहिँ एकदम चोखो भनेको चाहिँ 13 दिन हो हैन। एकदम छोराहरुले चाहिँ कर्तव्य निभाउनै पर्छ 13 दिन चाहिँ। त्यस पछाडी भनेको अब आफआफ्नो हुन्छ, कर्म चाहिँ गर्नुपर्छ हैन। किन भन्दा जन्म दिनुभएको छ बाबुआमा हो। गाई चाहिँ बिर्सिनुहुन्न है त। आमा बाउ भन्ने पाइँदैन हैन। अहिलेको जेनेरेसनमा अब लेखावटी हैन किन्न पाइन्छ भन्छ, तर त्यो भ्रम मात्र हो। एकदम भावुक छु हैन। यो भिडियोमा एकदम भावुकै छु र पनि बोलिरहेछु 2-4 शब्द हैन। ल आजलाई यति नै हैन। बाहिरको दृश्यहरू अलिक पछि देखाउँला टाइम मिल्यो भने है त।